खगेन्द्र सुनारले केही पनि गलत बोलेका छैनन्। उहाँले उठाएका विषयवस्तुहरूमध्ये सबैभन्दा दमदार विषय नै यही नै लाग्यो। यस्तो भन्दा त तपाईँले मलाई कमेन्टमा गाली गर्नुहुन्छ होला, कमेन्ट बक्स खुल्लै छ, गाली पनि गर्दै गर्नु होला। तर म एउटा कुरा भन्न चाहन्छु, देश भावनामा चल्दैन। भावनामा आएर गृहमन्त्रीदेखि उता सभामुखदेखि उता जनतादेखि सम्पूर्ण मानिसहरू आएर खगेन्द्र सुनारलाई एकहोरो गाली गरिराख्नु भएको छ। कतिलाई त थाहै पनि छैन कि म किन गाली गरिरहेको छु, तर पनि गालीको बर्सात उहाँमाथि भइरहेको छ। पहिला उहाँले एक्ज्याक्टली के भन्नुभएको थियो त्यो यहाँ सुन्नुहोस्, त्यसपछि एनालाइज गरौँला। एउटा गरिबको छोरा एउटा सिपाही भएर आएको छ, उसको जुत्ता खाइदिने, मोजा खाइदिने, पट्टु खाइदिने, उसका लुगा खाइदिने, कपडा खाइदिने। तत्काल छानबिन समिति गठन हुनु पर्यो। त्यो संसदीय समिति बन्ने हो कि यहीभित्रका समितिहरू बन्ने हो कि कसरी बन्ने हो, त्यो छानबिन समिति बन्नु पर्यो। नैतिकताको आधारमा आरोपित मान्छेहरू त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन। अब तपाईँ पार्टीको झोले होइन, देशभक्त नागरिक भएर सोच्नु होला। यदि प्रहरीलाई प्रश्न उठ्छ भने होइन, प्रहरीले अनियमितता गरेको छ, जुत्ता किन्दा, मोजा किन्दा, यताउता पनि ठगेको छ, लुटपाट भएको छ, 3-4 करोडको कुरा छ, अथवा बाँकी कुराहरू छन् होइन, यदि प्रहरीकैमा त्यो प्रश्न चिन्ह खडा हुन्छ भने के प्रहरीलाई अनुसन्धान गर्नुपर्छ कि पर्दैन? उहाँले के भन्नुभएको छ? प्रश्न चिन्ह खडा भएको छ, अनुसन्धान हुनुपर्छ। अनुसन्धान यसरी हुन्छ कि तपाईँ राजीनामा दिनुहोस्, राजीनामा दिएपछि पदबाट निलम्बन भएपछि अनुसन्धान हुनुपर्छ। यही त हो कुरा, केही पनि छैन। यसमा रोइलो गर्नुपर्ने के छ? गृहमन्त्रीलाई प्रश्न उठ्दा पनि उहाँले राजीनामा दिएर उहाँलाई माथि पनि छानबिन भएको, यसमा कुनै ठुलो कुरा छैन। भोलि प्रधानमन्त्रीमाथि प्रश्न उठ्यो भने पनि उहाँलाई पनि छानबिन हुनुपर्छ। त्यो हो क्या बुझ्नुपर्ने। प्रहरीलाई प्रश्न उठ्यो भनेर अनि प्रहरीले त होइन, हामीलाई यस्तो गर्यो भनेर प्रहरीले भन्दै गर्दाखेरि प्रहरीलाई चाहिँ भावनामा आएर, हामी सबैजना भावनामा आएर जसले प्रश्न उठाएको छ नि, झन् छानबिन हुनुपर्छ भनेर भनेको छ, हाम्रो हितमा बोलिरहेको छ, उसैलाई गाली गर्दै बसेका छौँ। अनि हुन्छ देश विकास यार? खगेन्द्र सुनारलाई अरू विषयहरूमा बरु मेरो आपत्ति छ, यो विषयमा त 100% आइएम विथ हिम। त्यही नै भन्न चाहन्छु है त। हजुर के भन्नुहुन्छ यो विषयमा तल कमेन्ट गर्नु होला र मलाई फलो पनि गर्नु होला। जय नेपाल।